सो हेर्नुहोस् है मेरो चाहिँ एमार्लिसको न्यू कलेक्सन है वाइटमा। यो मैले लास्ट इयरै लिएको थिएँ आमाकोबाट अनि फुलेछ एकदमै खुसी लाग्यो है। यो नयाँ यो न्यू कलेक्सन भयो मेरो। अनि यहाँ पनि छ एउटा, यो एउटा है। जम्मा 4वटा भेराइटीको सरी 4वटा कलरको एमार्लिस चाहिँ मेरोमा भयो है। अनि यो पनि यो र यो चाहिँ एउटै हो, यो र यो चाहिँ सेम हो। यो डिफ्रेन्ट भयो, त्यो डिफ्रेन्ट भयो। अनि रेड छ डबल पेटल्स यस्तै रेड पनि योभन्दा अझै डबल फुल्ने मैले अस्ति हालेको थिएँ है। यस्तो फुल्दैछ है एमार्लिस। ढिलो भयो नि त खासमा यो भन्दा ठुल्ठुलो फुल्छ यो एमार्लिसलाई। अब नेक्स्ट इयर चाहिँ मजाले फुलाउँछु म, तपाईँहरूलाई देखाउँछु है। धेरै छ एमार्लिस, नेक्स्ट इयर चाहिँ मजाले फुल्छ। योपालि चाहिँ टाइमिङ नमिलेर रोप्नु ढिलो भएर हो नि त योपालि चाहिँ यसरी। यो त यो भन्दा पनि ठुल्ठुलो फुल्छ यो पनि है। टाइमिङ नमिलेर चाहिँ योपालि सानो फुल्यो। अर्को पालि चाहिँ म तपाईँहरूलाई देखाउँछु है। यो चाहिँ ठुल्ठुलो फुल्छ। अर्को पालि चाहिँ टाइममै मजाले रोप्ने छु है।